फाइनली आजको चाहिँ होइन मेरो काठमाडौँमा टक्क गुरुङ गाउँतिरको अब हाल खबर कस्तो हुँदैछ त्यही हो हाल खबर। अब केटाहरूमा टक्क पुगिरहेको छ होइन, म पनि अब त्यतिर लागिरहेको छु सबको लगाएर आजको चाहिँ नि भिडियो आज कपाल हुनेवालामा छ, हेरौँ कस्तो हुन्छ है। कसो फेरि लोकल सोकल हो नि बोक्ने यस्तो अर्ग्यानिक लोकल सो केही छैन। आज चाहिँ नि मान्छेहरूलाई होइन काम नगर्नेहरूलाई दोष खेल्नुपर्छ कि दोष। ल है त गाइस, अबको यात्रा भनेको हाम्रो केटाहरूसँग पुगिरहेको छ, केटाहरूले टक्क केटाहरूसँग भेट भएर रमाइलो गर्दै जानुपर्ने हुनेछ। अब टक्क हेरौँ कस्तो हुन्छ है। एउटा भ्यान चाहिँ त्यहाँ आइसकेको छ बेलचा लिएर। अहिले म यसलाई खुल्ला खाने प्रयास गर्छु यार, कस्तो रहेछ गाउँतिरको चोरेर खाइदिने हो। झ्याप गएर नगइला यार, घोडा छ मलाई हो नि तँलाई हो। अहिले फेरि सुँगुरको छोइला, हात्तीको कान, तर फेरि के अरे बोकाको खुट्टा, बाख्राको खुर। गाउँतिरको के हुँदैछ अब जो ठक मारेको चाहिँ काममा तिनीहरूलाई चाहिँ दोष दिनुपर्छ। दोष दिनु होइन घोष दिनुपर्छ क्या। कस्तो हिँड्दाखेरि गाउँ ठाउँमा के छ त भविष्यका दनहरू मनोज दाडी देखाइदियो नि यार तेरो यार। तँले मारियो नि त, मैले खुट्टा काटेर फालिदिन्छु। अब लाग्नेवाला छन् फेरि टक्क लगाएर फायर गर्न भनौँ न। होइन होइन टोली नेताहरू के छ बेबी? एकदम ठिक छ। मनोज यार हाम्रो सरलाई पछि नआयो क्या यार। अब हाम्रो यार प्लेयरको हेरौँ न यता यार, बेस्ट प्लेयरको झारीभित्र के छ सर? अलि राम्रोसित क्या यार। हो क्या यार, भाइको भएन क्या यार, म यार पोस भएन नि यार। पानीको तक्कमा केटाहरू यार नयाँ युवा जोसहरू निकालेर यो होलेको त काम छैन। होला त काम त गर्नु पर्यो होइन। सो केही छैन, रमाइलो हुँदैछ जस। बाटामा त भसाइदिने हो क्या पाइप त ननिक्लियो। सब जान्छन् केटाहरू, अब युवा जोस निकाल्छन् टक्क लगाएर। हाम्रो केटाहरू फेरि एकदम जाङ्गरीवाला मान्छेसँग फेरि काम गर्ने मान्छे यो अब पुरै छोडिदिउँ न। तोरी सोरी खान केटा हो खुवाला तोरी बाख्रालाई हालिदेऊ लगेर। अब जमोरलाई केटा हो नमारिदेऊ, जातिबिती त मार्छन्। गुरुङ गाउँको मान्छेले फेरि मार्लान्। फेरि अघि नै बिहानै डिस्कस भइसकेछ, फेरि टक्क लगाएर फेरि खोरा लिएर आलान् फेरि यार। जोग्यु खोरा लिएर आयो त यहीँ छोडेर जाने हो, केही छैन। पुरा जाने मिल्न पर्यो टक्क खन्दाखेरि। अब एउटा 2 3 4 सल्लाह र हल्ला यहाँ फेरि मान्छेहरू धेरै सब आफ्नो कुरा छ क्या फेरि यहाँ टक्क लगाएर।